कतिको क्षतिपूर्ति भएछ कति भएछ चेक गर्नलाई आयो होइन जलेर ध्वस्त भएको छ यो हाम्रो बिम कभर सर नमस्ते के कति कामले आउनुभएको होला यहाँ महानेकामा आउनुभएको रहेछ के अरे हामी यसमा चाहिँ यो 23 र 24 गते जुन जेएनजीले आन्दोलन गरेर आग लागि भएको थियो खास गरी 24 गते हाम्रो सरकारी कार्यालयहरूमा जहाँ जहाँ आगो लागेको थियो त्यसको चाहिँ हाम्रो ऱ्यापिड ड्यामेज एसेसमेन्ट भनेर चाहिँ हाम्रो सङ्घीय सहरी विकासको के भन्छ कार्यक्षेत्रभित्र पर्ने सबै सङ्घीय कार्यालयहरूको त्यो ड्यामेज एसेसमेन्टको लागि भनेर आएको सम्पूर्ण कार्यालयहरूमा मध्येमा हामीले सुरुवात चाहिँ जिल्ला प्रशासन कार्यालयबाट अस्ति गरेका थियौँ भने आज चाहिँ हाम्रो जिल्ला अदालत अनि सरकारी वकिल कार्यालय र अहिले यो कुलेनिका गर्दैछौँ बाँकी केही कार्यालयहरू पनि हामी गर्ने तयारीमा छौँ अहिलेलाई चाहिँ हामी यहाँ गर्दैछौँ अहिले हामीले यहाँ हेर्दाखेरि पहिला चाहिँ हेर्दाखेरि के कति क्षति भएको जस्तो भइरहेको छ अलिकति हाम्रो अलिकति बढी क्षति भएको चाहिँ जिल्ला अदालतमा देखियो होइन त्यो हामीले रेड स्टिकरहरू टाँसेका छौँ त्यहाँको लागि प्रवेश निषेध गर्ने भनेर अनि त्यो सरकारी वकिलमा पनि एउटा दुईवटा कोठामा बाहेक लगभग सुरक्षित छ हामी बस्न योग्य छ भन्ने खालले हामीले चाहिँ त्यो स्टिकर टाँसिरहेको छौँ अब यहाँ पनि सबै सुरक्षित नै देखिन्छ त्यस्तो खासै समस्या केही देखिन्छ भनेपछि हाम्रो यो लगत्तै काम सुरु गर्न सकिने कन्डिसन छ भने सर यसमा काम गर्न सकियो यसलाई मर्मत गरेर अनि बस्न मिल्ने त्यो वायरिङ स्वायरिङहरू पनि यो लाइन साइनहरू पनि नदेखिया वायरिङहरूको चाहिँ जलेको छ भने त्यसलाई चाहिँ फेरि बनाउनु पर्ने धेरै जलेको छ सर है प्रायः जलेकोमा हामीले फेरि बनाउन सकिन्छ कतिवटा जति हाम्रो कार्यालय अहिले गरिरहेको छ एसेसमेन्ट गरिरहेको छ यहाँ चाहिँ एसेसमेन्ट अहिले चाहिँ लगभग हामी 1500वटा कार्यालयहरू छ त्यो मध्येको अलिक बढी ड्यामेज भएको भनेको 8-10वटा कार्यालयहरू ए हस् धन्यवाद सर एउटा पोले चाहिँ लोकेसन गरिदिएको छ के परको देखाउँछ के हाम्रो क्षति भएको छ आगो लागेर अरू त्यहाँ पुरै सकिएको हो मात्र यो पनि क्षति भएको छ एकदम मिल्छ सर अनि गाडी हो
कोल्निका हो यहाँ कुल्लीका हो यो कोल्निका अफिस त पुरा अँतारो छ त हौ झ्यालसाल भएको रहेछ काउन्टरमा यहाँ हाम्रो यो कोल्निकामा यति धेरैको यो छ हाम्रो छक्क भएको एउटा गाडी चाहिँ जसले छ